र चाहिँ खोर्सानी बारी डुल्नु आएको बिराम भयो 2 दिन छुट्यो 3 दिन खोर्सानी हेर्नु आएको त पुरै झारले पुरिसकेछ हौ त्यो पनि कोही मरेर पहेँलो भएर पानी भयो धेरै भएको हो कि के भएर कोही त मर्नु पो लागिसक्यो पहेँलो भइरहेछ है मकै पनि पाक्न लाग्यो फुल्दै थियो अनि फल लाग्न लागेको थियो र अलिक गोडेको थिएन त्यही भएर अहिले चार पनि अब चाहिँ गोड्ने बेला भयो आएपछि यस्तो छ खोर्सानीको अवस्था घाँटी दुखेर बोल्नु हुँदैन फल यस्तो छ यो कलमी गरेको चाहिँ थोरै फल्दो रहेछ हेर्नुहोस् त त्यो कोही मरेर पहेँलो पात भइसक्यो यिनीहरू पनि दबाई पनि हानिएन यसबारे कसै चाहिँ मरेर 10-15 बोट त सबै मरिसक्यो